होइन, यो इन्डियाका मिडियाहरू र नेपालका माटोलाई समर्थन गर्ने साथीहरू के भएको हो? इन्डियाले चाहिँ ब्यालेन्स शाह प्रधानमन्त्री हुन्छ, अब इन्डियासँग दुश्मनी लिन्छ भनेर अहिलेदेखि नै शङ्ख फुक्न थालिसकेको छ उता इन्डियामा। चाइनासँग मिल्छ, अब इन्डियालाई हेर्छ भनेर जे मन परी भनेको छ। अनि फेरि नेपालमा ब्यालेन्स शाहले जित्छ, उनीहरूलाई चाइनाको टेन्सन हुन्छ। अब सी जिनपिङसँग अब यिनीहरूको सम्बन्ध राम्रो हुन्छ, त्यहाँबाट अब इन्डियालाई गर्छ, नराम्रो गर्छ भन्न थालिहाल्यो। नेपालमा त्यस्तो छैन। अब मैले एउटा यो जय माटो भन्ने एउटा पेज देखेँ फेसबुकमा। हुन त सबै समर्थक नहोला, तर यो जय माटो भन्ने पेजको मान्छेले चाहिँ अहिले नै अमेरिकामा आएर नेपाल कब्जा गरेर सकिहाले जस्तो गर्छन् क्या। के भएको होला अब? त्यस्तो हो भने त अमेरिकामा चाहिँ लाखौँ मान्छे गएर उहाँ सेटल भएर बस्न चाहिँ मिल्ने। अनि अमेरिकाको एउटा मान्छे नेपाल भ्रमण गर्न आयो अथवा सैनिकको मुख्य नेपालमा आएर सैनिकको कतिवटा ट्रेनिङहरू सिकाउँदो रहेछ, त्यो अनुसार सैनिकको एउटा क्रम हुँदो रहेछ मिलेर गर्ने। अनि त्यसरी गर्ने हुँदा चाहिँ ऊ सको देश सको। अब एमसिसी ल्याउँछ, एनपिपी के अरे एनएसपिपी ल्याउँछ, यो भन्यो त्यो भन्यो। अरे ब्यालेन्स शाहले केही भनेकै छैन, उसको पनि केही भिजन होला, सोचाइ होला, एकैचोटि किन आवेशमा आइहाल्छ? अरू नेताहरूले चाहिँ केही नगरे जस्तो। पुराना नेताहरूले पनि त एमसिसी पारित गरेका हुन्, सबै कुरा गरेका हुन्। बरबरा फाउन्डेसन राजाकै पालामा आएको हो। सबै कुरा थाहा पाउँदै त्यति साह्रो त्यो बालन शाह रवि लामिछाने पनि त नेपाली नागरिकै हो नि। अमेरिकाको नागरिकता त्यागेर आएर त गरिहाल्दैन होला नि त। अलिक सोचेर पछि देखेर चाहिँ बोलौँ न, यत्तिकै हावामा आउन पाएको छैन। अनि अर्को एक थरी के भन्दैछन्, घन्टी छाप अनि ग्यास हाप अनि अब अर्कोचोटिमा 50 हाप अनि ग्यास के भएर कम्ती आएको बुझ्नु छैन। राजसभा आएर त सरकारमा बसेकै छैन, पुरानै अन्तरिम सरकारै छ, सुशीला कार्कीको सरकारै छ सरकारमा। राजसभा आएर बसिहाले छैन त, ऊ शपथ पनि खाएको छैन। सांसद भवन भर्खर बन्दैछ। त्यो कुरा थाहा पाइ चाहिँ कसरी भन्न सकिन्छ? अलिक बुद्धि लाउँ न नेपालीहरू, के भएको यार? संसार जित्ने नेपालीको नाम बदनाम नगरौँ न यसरी। मान्छेलाई आउन पाएको छैन तथा नाम 35 वर्षसम्म चाहिँ झेलेर बस्यौ, 1 वर्ष हुन नपाउँदै मन परी भनिहाल्नु। आएको एक महिना पनि भएको छैन। कमसेकम 2-3 वर्ष हेरेर 5 वर्ष पछाडि त छँदैछ त, फेरि चुनाव हुन्छ त। त्यस पछाडि मन परेन भने भोट बदल गर्दा भइहाल्छ त। अहिले अब आउने नपाइकन भित्तामा पुर्याउनु त भएन नि त। अलिकति ख्याल गरौँ साथीहरू, ध्यान दिउँ होइन। समर्थन गरौँ, सके समर्थन गरौँ, नसके नेगेटिभ पनि नभनौँ क्या। हेरौँ, सबैको काम हेर्नुपर्छ। यत्रो वर्ष सहेर बस्नुको ती पुरानो पार्टीहरूलाई सहनु हो, केही भन्नु भएन। नयाँ पार्टीलाई आउनु बित्तिकै मन पऱ्यो त भन्नु भएन नि त। हामी त सच्चा नेपाली हो, कसैको समर्थक होइन। जसले राम्रो गर्छ उसैको समर्थक। तर अहिलेसम्म अस्ति महावीर पुनले के भने, रवि र बालनको काम हेरेको छैन, काम हेरिसकेपछि मूल्याङ्कन गरौँ, काम नहेरिकन मूल्याङ्कन नगरौँ भनेर भनेको छैनन्। त्यही हो साथीहरू।